मसरुम फ्राई चाहिँ हजुरहरूलाई केसँग खान मनपर्छ? मलाई चाहिँ दाल बनाउने होइन, बाक्लो पारेर पिरो पारेर जिम्बु र खोर्सानीले झानेर अनि यसरी मसरुम फ्राई गर्दा टमाटरको अचार पनि साइडमा थोरै बनाउने खलमा पिसेर एउटा दुईटा टमाटर भइहाल्छ। मैले मसरुम ओइरिएँ, त्यसपछि चाहिँ स्वादअनुसार नुन र बेसार मात्र राख्ने र यो मसरुमलाई रातो हुने गरी भुट्ने भनौँ भने भुट्दै जाँदा कालो हुन्छ। यसको जातै यस्तै। नुन मसरुमको सबैतिर लागिसकेपछि पानी त मसरुम पाक्ने यसैबाट निस्किन्छ। अब यही पानीलाई सुकाउने हो। सुरुमै मसला राख्दा चाहिँ डर छ, त्यसैले गर्दा पानी लगभग मैले सुकाइसकेकी छु। अब अलिकति जिरा धनियाँको धुलो, थोरै रातो धुलो खोर्सानी पनि राखेकी छु मैले। अब यो अप्सनल हो, मैले 2वटा पड्काइसकेकी छु। त्यो खासै पिरो छैन, त्यसैले गर्दा अलिकति राखेँ। त्यो धुलो पनि मैले घरमा नै भुटेर पिसेकी हुँ। अब यसलाई केही पनि नगर्ने, खानको लागि रेडी भइसकेको छ। मैले प्लेटमा खन्याएर त्यो भाँडोमा अचार बनाउँछु।